हामी हिमालय माध्यमिक विद्यालय खादबारी सङ्घ सभा का विद्यार्थीहरू खास गरेर आज चाहिँ हामी कक्षा 10 क वर्गका विद्यार्थीहरू जम्मा 52 जना विद्यार्थीहरू 30 जना छात्र र 22 जना छात्राहरूको र 2 जना हामी सर सागर सङ्गम राई र म मनोज कुमार श्रेष्ठ 2 जनाको टोली चाहिँ हामी यो सुनसरी र मोरङका केही त्यस्ता ऐतिहासिक पर्यटकीय र धार्मिक स्थलहरूको हामी चाहिँ अब शैक्षिक अवलोकन भ्रमणमा रहेका छौँ र यो भ्रमणका लागि हामी 3 दिनको आज भोलि र पर्सि 3 दिनको हाम्रो शैक्षिक भ्रमण रहेको छ र यो शैक्षिक भ्रमण चाहिँ हाम्रो वार्षिक रूपमा गत वर्ष पनि लाने गरेका र यसपालि पनि हामीले चाहिँ अब वार्षिक रूपमा हाम्रो नियमित कार्यक्रम पनि हो। खास गरेर चाहिँ अब विद्यालयले व्यवस्थापन समितिले निर्णय गरेर नै सबै चाहिँ अब कक्षाका विद्यार्थीहरूलाई एकैचोटि भ्रमणमा लाने हाम्रो योजना रहेको छ र त्यही अन्तर्गत आज हामी चाहिँ अब यो भ्रमण चाहिँ अब सुरुवात गरिरहेका छौँ र आज हाम्रो चाहिँ अब धरान को चाहिँ अब बिहान खाना खान पुग्ने गरेको योजना छ र त्यस पछाडि हामी चाहिँ अब मोरङका केही चाहिँ अब पर्यटकीय स्थलहरू यो चाहिँ अब बेतना अनि गोकर्ण तालतलैया लगायतका ठाउँहरू हामी चाहिँ अब आज भ्रमण गर्नेछौँ भने भोलि हाम्रो चाहिँ यता चाहिँ चतरा बराहा क्षेत्र हुँदै बोरा बाँध कोशी टप्पु आसपासका क्षेत्रहरू हामी भ्रमण गर्छौँ भने पर्सिको चाहिँ हाम्रो योजना सुनसरीका धरान आसपासका क्षेत्रहरू संस्कृति पार्क बुढासुब्बा पिण्डेश्वर चाहिँ यो पञ्चकन्या लगायतका ठाउँहरू चाहिँ अब घुमेर हामी विद्यार्थीलाई एउटा जानकारी र मनोरञ्जन दुवै दिने उद्देश्यले यो भ्रमणको आयोजना गरिएको छ र यो भ्रमण सफल हुनेछ भन्ने हामीलाई आशा लागेको छ। धन्यवाद। वेलकम सर। नमस्कार। 2 शब्द जाओस् है। अनि हामी आज यो हिमालय माध्यमिक विद्यालयको तर्फबाट कक्षा 10 गलाई गुफा पोखरी सङ्खुवा सभाकै गुफा पोखरी हुने एउटा रमणीय स्थानमा हामी शैक्षिक भ्रमणको लागि जाँदैछौँ। हिमालयबाट 9-10 वटा ग्रुपहरू विभिन्न ठाउँहरूमा भ्रमण गर्ने क्रममा आज छन् र हामी पनि यही भ्रमणको सिलसिलामा आज हामी गुफा पोखरी जाँदैछौँ र यो गुफा पोखरी जानका लागि हाम्रो बस यहाँसम्म आइसकेको छ। विद्यार्थीहरू यहाँ छन्। यो शैक्षिक भ्रमणले हाम्रो शुभ होस्। यहाँको यो शैक्षिक भ्रमणले हाम्रो चाहिँ अब विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई यसले चाहिँ अलिकति उजागर गर्नेछ भन्ने हामीले अपेक्षा लिएका छौँ। उहाँहरूले धेरै कुराहरू हेरेर देखेर किताबी ज्ञान भन्दा पनि देखेर हेरेर भोगेको कुराहरू चाहिँ चिरस्थायी हुन्छ भन्छन्। त्यसैले हामी यही कुरामा चाहिँ उहाँहरूलाई लिएर जान लागिरहेका छौँ। सागर सरलाई धन्यवाद। नमस्कार। कक्षा 10 गलाई लिएर हामी चाहिँ शेरबहादुर गुरी सरको नेतृत्वमा गुफा पोखरी। धन्यवाद। नमस्कार मिस। नमस्कार सर। कस्तो महसुस गर्दै हुन्छ त? ठिक छ सर, रमाइलो छ। हामीले 10सीका विद्यार्थीहरू लिएर चाहिँ हाम्रो शेरबहादुर सरको नेतृत्वमा गुफा पोखरी जाँदैछौँ। सब ठिक छ। उनीहरूलाई लिएर जाऊ है। फोटो खिच्नु भएको भिडियो सर। हेलो गाइस, इट इज मी। हामी कहाँ गएको? धरान। कति जानु? सरी भन न बरु। कस्तो हेर्नु? भाइ भन्ने हाम्रो परिचय दिने। हेलो नमस्कार। हामी चाहिँ क्लास 10 विद्यार्थीहरू है। सर हामी चाहिँ जेन्जीहरू है। माय नेम इज लबिना गुरु। हेलो सागर सर। हेलो हेलो। ओइ सोनीको आमा छ त। किन बोलाउनु भएको सर? अब यहाँ फोटो खिच्नु ल। नमस्ते, म हो भाग्यनी पानी। हजुरले हेर्नुहुन्छ एनटिसी टिभी। धन्यवाद। कुन हो यसको नाम? टुर चाहिँ हावा धरान। हामी टुर
सागर छोड हेलो हेलो सर गुड मर्निङ आमालाई पल्लाले साथोले आमाले साथोले हातले गसाइले अप्पर गसाइले एमा ढाले 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 अहिले चाहिँ हामी हिले बजारमा छौँ है यसो Hey guys! चाहिँ कुन हर्सल्यो हिले हिलाइपुगिसकेको छु एनिवेज है अब यहाँ चाहिँ खासमा तातो तातो कफी खानुपर्ने जस्तो छ तर भेटाइदिन जस्तो छ तिमी नजाने अरे म यहीँ बस्ने तिमी नै गएन भने त कसले फेरि गाडी छ तपाईँले आज तिम्रो गीत सुन्यो भनेर पुरा हो आइसक्यो दिँदै भन्ने बोल्ने एउटा छैन गाडी लाग्यो क्यामेराको भिडन्त हुँदैछ हेरे क्यामेरा उहाँको चाहिँ प्रोफेसनल क्यामेरा धरान खाना खाने जाने क्रममा अलि हतार हतारमा छौँ अब आजै चाहिँ फेरि यो गाडीको टायर पङ्चर भइरहेको छ केटाकेटीहरूलाई नाद पनि लागिरहेको छ यो यात्राको क्रममा भने जस्तो नहुने रहेछ के समस्याहरू आइरहने अलि हामी हतार हतारकै क्रममा छौँ तर हामीलाई गाडीले भने राम्रो साथ दिइरहेको छैन यहाँ गुरुजीहरू एकदम टायर पङ्चर भएर टायर फेर्ने क्रममा हुनुहुन्छ हामी बाटोमा चाहिँ छौँ हाम्रो धरान पुग्ने खाना खाने यात्रामा केही बाधा चाहिँ अब पुग्न गइरहेको छ तर पनि हामी धैर्य छौँ Choosing your battles, pick yourself up and dust yourself off and back in the sun. मान्छेको हालत हेऱ्यौँ नि अब Pisca Barça! सर अलिक छेउमा लानु न यहाँ देखाउनु न यहाँ देखाउनु मस्तले मिलाइरहेछ सट्टुर आएर इन्जोय गर्ने चाहिँ हामी मात्रै चिचाइरहेको छु सागर सर सहित सुतिराख्नु भएको छ के हो सर सबलाई हो सरको के हो खाना के हो टिकटकमा कि फेसबुक केमा हाल्दा त पाउँछ हजुर केमा हुन्छ हालिदिउँला न सबैमा
अरूलाई धनको पात मायालाई पानको पात अरूलाई धनको पात मायालाई पानको पात तिमीलाई सिक्किम चाहियो सजिलो त कालो भयो के सत्तुरन पनि देखेको यतिरो नने चाहिँ यो माथिको रिबिन सागर सर यो केटाहरू खिचिदिनु साह्रो यो धेरै बेर धेरै गरे यतिकै सर कता अरे अब हामीले त्यो बेलुकी बत्ती बाल्दै किचनमै भन्नु पर्यो होइन बरु अझै तल होइन फोन गर्नु भन्थ्यो फोन गर्नु लागेको म फर्किन आँटेको कि अजिङ्गर हेर हौ लक्की हेलो तिमी जस्तै डल्ली हो तिमी जस्तै डल्ली के खालको भाल्यो दुईटिको भालेर पोथी के खालको नि पाइदैन गर्ने बच्चा अरे हौ बच्चा पनि तर चाहिँ त्यो अजिङ्गरको तेरो बज्र त हो यस्तो हुन्छ तपाईँलाई खोज्दा अलिक गौतम चाहिँ बोल्नु रहेछ हाम्रो पछिल्लो ग्रुप यहाँ गेलु दाइ यस्तो खानेकुरा दिए ल मङ्की सबै खानु खोज्दा सबै आयो कति क्युट टोक भन्दा 20 मा छ उही ग्रे कलर पनि रहेछ अरे यो छोकलाई सर के अरे यसको नाम चाहिँ यसको नाम होचिलो हो सर यसले चाहिँ अब बिरालो खान्छ भन्छन् बिरालोलाई चाहिँ अब रिस उठ्यो भने मान्छेले होचिलले खाने भन्छ के यसको नगरा चाहिँ नि सर एकदमै धेरै कडा हुन्छ अरे
सिसा काट्न प्रयोग गर्छ भन्छ कि यसको अनुग्रह आहा शाहरुख खान कस्तो गर्नु अब बुझ कस्तो भयो के पोजै आएन हौ मलाई सर ग्रुप हान्नु न हेलो हेलो हामी चाहिँ कहाँ छौँ हामी यहाँले तालतलै होइन तालतलैमा बेतनामा छौँ अनि हामी चाहिँ यहाँ रिभ्यू गर्दैछौँ पर एकदम जनावरहरू पनि रहेछन् पालेर पुग्थ्यो सो झन्डै मारेन क्या भर्खर बादलले टोक्दैन हामीलाई त्यो हो नि त पानी भएर छोड्देऊ नगर अनि त्यो फोनहरू के गरिदिनु व्हाइट ऱ्याट होला नि हो अब अब हामी चाहिँ धरानमा भर्खर बर्गर र गन्ड खाएर बसिरहेको छौँ एकदम चिसो रहेछ दिउँसो चाहिँ गर्मी थियो हामी घन्टाहरूको अगाडि छौँ बर्गर किङ आयो यस्तो गरेर क्राउड भयो यसो गरेर त्यही त भात पिठो भएन भन्छ कि हेलो होटलको भात पिठो भएन भन्छ सबैलाई आज डेमानको लागि चाहिँ गुड नाइट गुड नाइट हेलो हामी अब होटल जाँदै बाटैमा हराउँछ सलाम सर हेलो सर हेलो हेलो यो चाहिँ हाम्रो क्लासको सबसे चुरीफिरी गर्ने मान्छे यसले बोलेको केही बुझ्दैन यसरी भोटे भाषा बोल्छ भोटे भाषा बोल्छ यो चाहिँ हाम्रो लोकल यो चाहिँ हाम्रो यहाँ टुरको यसो रमाइलो भइरहेको छ मेरा मिङलाम शेर्पा नमस्ते मेरो नाम चाहिँ ऋषिका तपाईँ अनि आज हामी आएको छौँ डेन्टासको टुरमा अनि हेर्न सक्नुहुन्छ हामीलाई बाल आश्रममा राख्नु भएको छ
मेरो नाम उसोम राई, म गेलुको बुवा। कुमाया ओ माई गॉड लक्ष्मी यता हेर तपाईँको नाम के पर्यो तिम्रो नाम के पर्यो तपाईँको नाम के पर्यो तिम्रो नाम के पर्यो मेरो नाम चाहिँ नाम भन्नु न यहाँ आयुष राई। सुन्नु भएको छ? अनि म चाहिँ खातबारीबाट यहाँ कहाँ बोल्नु पर्छ सुन्दैछ अब यहाँ चाहिँ हाम्रो यही होस्टेल जस्तो छ होइन के भन्नु तपाईँको होस्टेल देखाउनुहोस् ल हामी निरन्तर चलिरहेको छौँ तपाईँले छिटो परिचय दिनु पर्यो परिचय मेरो नाम आयुष राई होइन म चाहिँ कक्षा 10मा पढ्छु 10को सेकेन्ड रोल नम्बर धन्यवाद यता तिम्रो नाम के पर्यो के पर्यो हजुर नाम के पर्यो नाम सचिन राई। नमस्ते भाग्य नेवाने अनि हुन्छ अब रमाउन आएछौँ हस् बेलुकी त आइपुग्नुहुन्छ बताइदिनुहोस् म चाहिँ सगुन नमस्कार मेरो नाम चाहिँ लबिना कोरगी गुरुङ नमस्कार मेरो नाम हो लक्ष्मी यता यता यो इन्टरभ्यू परिचय दिनुहोस् मेरो नाम चाहिँ मिङ्ली शेर्पा। परिचय दिनुहोस् मेरो प्रेसिका चापागाई हो अनि म चाहिँ मनोज ठिक छ नाम दामी छ तपाईँको नाम गर्ने पण्डितलाई चाहिँ म 10 लाख ए बुझ्छ हामी त्यही तल बेसीको चिन्तन कस्तो भई नानी नानी काले दाइ काले दाइ काले काले दाइ काले दाइ काले दाइ काले दाइ काले काले दाइ काले दाइ होला बोकी जाने होला लौरामै पैसा सम्हालो कालो बाले हामीलाई दुःख जति हामीलाई आँसु पुस्ता देउला रुमालो हामीलाई आँसु पुस्ता देउला रुमालो सो गाइस अझै हामी आइसकेको छौँ यो बराज क्षेत्र भन्ने ठाउँमा र बराज क्षेत्र भने चाहिँ तपाईँहरू यहाँनिर देख्न सक्नुहुन्छ सानो सानो स्टलहरू रहेको छ र स्टलहरूमा चाहिँ हाम्रो मजिना पूजा गर्ने सामानहरू रहेको छ र यो डाँडा काट देख्न सक्नुहुन्छ तपाईँहरू र बराज क्षेत्र मुख्य गरी हाम्रो भनेको चाहिँ यता कोसीको खोला झरेको छ कोसीको खोला झरेको साइडमा चाहिँ हाम्रो एउटा मन्दिर छ त्यहीमा घुम्नुपर्छ लेट्स मुभ गाइस यसो बिहा ठुलो भएपछि पक्का युट्युबर बन्छ गाइज हामी जाउँ अब सम्पूर्ण गाइजहरूलाई नमस्कार म चाहिँ कक्षा 10मा पढिरहेको एउटा विद्यार्थी स्टुडेन्ट अनि आज हाम्रो चाहिँ आज कति गते आज के भन्नु पर्दाखेरि आज कति गते हो माघ 27 गते आएको छौँ आज हामी बगानको गेट चाहिँ उता रहेको छ गेट देखाइदिनु सर यता गेट देखाइदिनु सर यो चाहिँ हाम्रो बडा एकदम राम्रो लाग्यो मलाई अलिकति फेरि हाम्रो अवस्था रहेछ अनि हाम्रो चाहिँ यता टप्पर जिपे ल्याउँछौँ अहिले अनि आज चाहिँ हामी आइसकेका छौँ बरा क्षेत्रमा यता पसलहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ हरेक खालको विभिन्न किसिमका सामग्रीहरू यता चौकी तपाईँलाई के मन लाग्छ किन्न सक्नुहुन्छ हामी स्पोन्सर गर्दैछौँ है यो चाहिँ हामीलाई 1 लाख चाहना हेर्छ क्या
राम्रो लाग्यो मलाई यो म यो किन्न सक्छु सायद भएर फर्किँदा राम्रो लाग्यो मलाई यो एकदम राम्रो छ यता तपाईँहरू देख्न सक्नुहुन्छ तपाईँको एकदम सानो छोरा छ एकदम लाउरे बनाउनु मन छ भने एउटा बन्दुक लगिदिँदा अब आफ्नो छोराछोरीलाई एकदम छोरी छ भने एउटा बार्बी डल लगिदिँदा अब उहाँको मन कति खुसी हुन्छ क्यामेरा आइसक्यो त बोल न नबोल्ने टाढो भयो अब आगो तागो पैसा बाहिर लाए हेर्नु पूजा गर्न आँटेको छ त्यस्तो ज्ञानी भएर यसरी पास छ भनेर पूजा गर्न आँटेको छु कि दो मनिस पार्छु बडा चित्र है हामी पास हुँदैन कामना गर्दछु बडा क्षेत्र एकदमै पुण्य पवित्र ठाउँ र हामी चाहिँ क्षेत्रका विद्यार्थीहरूलाई सचिव हामी आएका छौँ एउटा महत्त्वपूर्ण अवसर मलाई पनि मिल्यो मैले पनि आफ्ना पितृहरूलाई सम्झेर पितृहरूको चाहिँ उद्धारका लागि उहाँहरूको पुण्यका लागि आत्म शान्तिका लागि मैले चाहिँ मेरो बुवा हजुरआमालाई सम्झेर उहाँलाई चाहिँ जल अर्पण गर्ने काम गरेँ यो मलाई सौभाग्य र तमाम पितृहरूका आत्मरक्षी र शान्तिका लागि हार्दिक कामना गर्दछु जाउनाले त उचालेन त जाउनाले सक्दिन अरे हजुर हजुर चाउमिन प्रति प्लेट 80 रुपियाँ यो टाढाबाट आएकोलाई होलसेलमा छुटमा हो छुटमा
भइदिएको छ रियल वाला रे रियल के रियल हो बाहिर छ गाइस त्यसको भुडी चिरेर यसो उयो गरेको थियो आम्मा चाउरी परेछ हौ सर यसको त पखेटा नि छ कि हेर त्यो मुनिबाट ओ त्यसको पखेटा पनि छ कि हेर ओ अनुभव पनि जातेर छ ओ बल्ल छेउमा के बोला न खोइ हात्तीहरू आएको हात्ती नै रहेछ ऊ भेसेको साथीहरू मात्र रहेछ ऊ पर घाँस खाँदै अनमलको साथी है सर त्यो चाहिँ मैले तिनवटा देखिसकेँ मैले तर यसको सुडे धेरै छ सिङ्गै छ ऊ त्यहाँ एउटा कहाँ छ अरे नि एउटा ऊ उयो छ ऊ त क्याप टोपी लाउने ऊ हात्तीहरूको हात्ती पुष्पा डान्स गर न यस्तो गर्न हो पुष्पा गर्न आएन नि हात्ती पालो ल्याउँछ अरे ऊ कालो हेर त
सिकाउँदो रहेछ नि सिकाल्छ नि बहुत जग्गा बाँको भिडियो पो रहेछ सर हामी बुढा सुब्बा दर्शनको लागि जाँदैछौँ है। हामी आज हिमालय महावीर खादबारीको कक्षा 10 A र B सेक्सनका विद्यार्थीहरू भेला भएछौँ, जसमा हाम्रो 3 दिने टुरको शैक्षिक भ्रमणको अन्तिम दिन आज धरानको बुढा सुब्बा, अब दन्तकाली, श्रम संस्कृति पार्क लगायतको भ्रमण अवलोकन गरेर हामी A र B सेक्सन दुइटै सँगै घुम्ने र फिर्ने कुरो छ हाम्रो। मेरो समर्थन छ भनिदिनु न। ल धन्यवाद सर। अहिले चाहिँ हामी ठ्याक्कै बुढा सुब्बा आइपुगेको छौँ। यो चाहिँ किम्वदन्ती अनुसार बुढा सुब्बाले चाहिँ यो धनुकाँड हान्दाखेरि बाँसको चाहिँ टुप्पा नभएको भन्ने सुनेको थियो। यहाँ चाहिँ विशेष गरी प्रेमिल जोडीहरूको चाहिँ संयोग हुने तीर्थस्थलको रूपमा मैले बुझेको छु। त्यसरी नै धेरै चाहिँ चर्चित हुँदै आएको छ र अहिले चाहिँ हामी यहाँ आइपुगेको छौँ। एकदमै विद्यार्थीहरूसँग रमाइलो भइरहेछ। नानीहरू उत्साहका साथ मन्दिर परिसरमा पूजाआजा घुमफिर गरिरहेका छौँ र हामी पनि अवलोकन गर्दैछौँ। तर त्यस्तो अन्यथा छैन नि केटा। ल टोली आइपुग्यो है सर। टोली आइपुग्यो। पुष्पा हजुर हामी मन्दिरहरू मन्दिर गर्दा एकदम धेरै उयो भइसक्यो। चर्च जाने हो त अब? चर्च कुन दिन गएको छ? सोधौँ। गुम्बा त सर गुम्बा मेरो वर्षैदेखि
दन्तकाली जाने हौ दन्तकाली मन्दिरहरू छ नि हो दन्तकाली दन्तकाली म त मन्दिर गुड मर्निङ साथी हो भनेको जस्तो सुने एक गुड मर्निङ साथी भनेको हामी दन्तकाली मन्दिरमा छु अहिले हामी नमस्ते म भाइ हो क्या हामी चाहिँ दन्तकाली मन्दिरमा आइसकेको छौँ यो चाहिँ मैले स्वस्थानी कथामा मात्र पढेको थिएँ आज चाहिँ यहाँ रियलमा आइसकेको छु अरू केही भन्ने छैन के थियो स्वस्थानी कथामा चाहिँ स्वस्थानी कथामा यहाँ चाहिँ शिवजीले सत्यदेवीलाई बोक्दै गर्दाखेरि यहाँ चाहिँ दाँत झरेको थियो अरे अनि यो चाहिँ एउटा तीर्थस्थल भयो अरे वाउ What's up, sir? What's up? जाउँ सर भित्र जाउँ न भिडियो केटा हो घुम्दैछस् किन राख्छ कता कता छ ठाउँ Let's
गाउँमा लाग्ने दिन्छौ कस्तो साह्रै खेप्दिन्दा साह्रै खेप्दिन्न म कोही भिडियो बनाएर आउँछु एक खेप्दिन्न बुढाउँदिन नो सर चक्क लगाएर होइन हामी चाहिँ खाजा खाने ठाउँबाट अब हिँड्न लागेको हामी इन्जोय गर्दैछौँ होइन कोभिड गर्नेले चाहिँ एकदम गाह्रो छ होइन यहाँ छ एउटा खाजा खाँदै गर्ने हात्ती अनि यहाँ चाहिँ छ हाम्रो मिटिङ यहाँ चाहिँ हुनुहुन्छ हाम्रो पुष्पा हाम्रो यता हेरेर भन्नुहोस् न कसको क्यामेरा हो यहाँ चाहिँ छ हाम्रो मिनी साथी हो हजुर